साथीहरु आजको दिन तपाईहरुको केदेखि सुरुवात हुँदैछ है। हामी चाहिँ मेला जान लागेको छौं। माघे संक्रान्तिको मेला जान लागेको छौं हैन। सबैजना रेडी परिसकेको छौं। यता हुनुहुन्छ हाम्रो भान्जा, यता हुनुहुन्छ भान्जीहरु, दाइहरु, भाउजूहरु हैन। म भरै पनि बजारको पनि भिडियो लाउँछु है, हेर्नु सबैजनाले। साली नदी है, साली नदीको मेलामा हामी चाहिँ आइरहेको छौँ हैन। तपाईहरुलाई मैले अघि पनि भनेको थिएँ थप भिडियो पछि आउँछ भनेर भन्दै थिएँ। थप भिडियो आउँदैछ तपाईहरुलाई। साली नदीको मेन गेट चाहिँ यहाँ चाहिँ ऐतिहासिक एवं रहेछ है। यस्तो छैन चेन्ज भइसकेको छ, टन्नी साटे जस्तो लागिरहेको है। हाम्रो सानोको मेन दृश्य चाहिँ यस्तो रहेछ है। हेर्नुहोस् थप भिडियो चाहिँ आउँदै गर्छ भिडियो चाहिँ मौसमले साथ नदिएर राम्रो आएको छैन आज है। साली नदीको चाहिँ यस्तो रहेछ, मेन दृश्य चाहिँ यस्तो रहेछ है। हेर्नुहोस् गाइजहरु हैन, यस्तो रहेछ है। मन्दिरहरु यता रहेछ, मन्दिरहरु है, पूजा गर्नेहरु मान्यहरु भिडियो आउँदै गर्छ। हेर्नु सक्नुहुन्छ है। दर्शन गरिसक्नु भएको छ भने तपाईहरु पनि काठमाडौँ उपत्यका दरबारमा हुँदादेखि नै उत्पत्ति भएको श्री 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 उग्रतारा भद्रनी माताको नारायण जय श्री नारायण यदि लाइनमा बसिसक्नु हुने श्रद्धालु भक्तजनलाई पनि भगवान श्री नारायणको छिटो छैटो दर्शनको निम्ति आलो दिनु न। यसपछि किसिमको समस्या आइपरेको खण्डमा श्री नारायण संस्थान भद्रता सल्लाह समितिको हाम्रो चाहिँ बजारको भिडियो आइरहेको छ है। मैले तपाईलाई पनि अगाडि नै भनेको थिएँ तपाईहरुलाई है, बजारको पनि भिडियो आउँछ भनेर। बजारको भिडियो भइरहेको छ है। मेरो सानो मिनी भ्लग हो यो चाहिँ है। मैले लङ टाइम पछाडि भन्दा पनि यो बजार म आएको थिइनँ, म आएको है। ल ल ल आ ल ल ल ल यस्तो रहेछ है। बजारहरुमा चाहिँ पाउने यस्तो जडीबुडी यो चाहिँ हैन। बजारहरुको भिडियो चाहिँ आइरहेको छ हैन। यस्तो छ बजारको भिडियोहरु आइरहेको छ। तर मौसमको कारणले गर्दाखेरि भिडियो एकदम नराम्रो आइरहेको छ हैन। ल बजारको चाहिँ मेन बजार भनेको चाहिँ यो रहेछ है साथीहरु। हेर्नुहोस् बजारको दृश्य चाहिँ छ है। ल ल ल ल बजारको मेन दृश्य हैन। हाम्रो भिडियो मन पर्यो भने सब्स्क्राइब हैन, शेयर, लाइक, कमेन्ट फटाफट गरिदिनु ल। यस्तो छ हैन बजारको दृश्य चाहिँ। बजार खानेकुराको चाहिँ दृश्य यो ल। यस्तो छ आफ्नै करेछ बारीको यो ल ल ल छ है। बजारको दृश्य। बजार चाहिँ खासै ठुलो छैन तर पनि धेरै रमाइलो रहेछ। यता चाहिँ घोडा रहेछ है। घोडामा चाहिँ मात्र 100 ए भ्लग सो आउँदैछ गाइजहरु। ल पहिला चाखौँ अनि ट्याक्कसँग चाहिँ जोरोसँगले खाइराख्नु भएको छ। मिठो छ मिठो छ। चाखेपछि लानु होला। चाखेको कम नलागे हुन्न, धेरै मिठो छ। ल हामी एक पाउ लागे भइगयो त। के रे हाम्रो रोशनले चाहिँ चाखिसक्नु भयो, धेरै मिठो भन्नु हुँदैछ हैन। कुनुले चाहिँ हाम्रो मेन उहाँले चाहिँ हामीले गर्नुभएको हो।
आयो आयो सस्तो सस्तो आयो कस्तो छ भन् यसलाई के भन्छ अरे खास चाहिँ यसको नाम के हो हुनु कुवा कुवा र खुराउने है यो चाहिँ दुधदेखि बन्छ ल गाईहरू आउन व्रत तोड्नु मैले चाहिँ यहाँ किनेको माथिको दिदी चाहिँ रिसाइराख्नु भएको छ सरी दिदी यो भिडियो तपाईँसँग पनि पुगो छैन काली नदी हेर्नुहोस् काली नदी